everyone, this is Anamika Gurung. Welcome to another vlog. Welcome back to my channel. अनि thumbnail हेरेर हजुरहरूले थाहा पाइसक्नुभयो आजको vlog is all about तिहार shopping झिलिमिली lights, colors, कपडा shopping यताउति हुनेवाला छ. So I'm really excited. तिहार भन्ने बित्तिकै lights, colors हुन्छ नि, shopping, market. Let's see and explore market मा आज के छ. Let's go. म चाहिँ रेडी चाहिँ भइसके लगभग. अब कपडा मात्र लगाउन बाँकी छ. मेकअप इज डन, लिप्स डन. नाउ लेट्स गेट रेडी. ओके, आई विल क्विकली सो यू आज म के लगाउँदै छु. यो जिन्स, व्हाइट टी शर्ट, ग्रे कार्डिगन. ओके, अहिले हामी आइसकेको छौँ पोखरा चिप्लेढुङ्गा मार्केट. अब रोड क्रस गरेर चाहिँ हामी पारी जान लागेका छौँ. जाने बित्तिकै चाहिँ मैले यहाँ सिसामा यस्तो क्युट लाबुबु डलको पोस्टर देखेँ. सो कुडन्ट रेसिस्ट माई सेल्फ फ्रम फिल्मिङ इट. र यता दसैँ तिहारको 50% सेल चलिरहेको रहेछ. यहाँ नाइट सुट चाहिँ 750 दिइरहेको थियो है, यो गर्मीको स्टक क्लियरेन्सको. यो चाहिँ एकदमै राम्रो कलर लाएर मैले निकालेको थिएँ. र 1250 को 3 पिस सेट पनि थियो. अनि यता कुर्ता मम्मीको लागि हेर्न आएको थियौँ. राम्रो थियो. यो कलर चाहिँ कस्तो राम्रो के, कति प्रिटी थियो. अनि 850 1600 दुईटा कुर्ता पनि दिइरहेको थियो. र मैले यो ट्राई गरेको कुर्ता चाहिँ सेलको हो, 450 हो एउटालाई चाहिँ. यता साइडमा चाहिँ यस्तो अङ्ग्रखा डिजाइनको थियो. यो चाहिँ किन हो, यो ग्रिन, यो पेस्टल ग्रिन कलर चाहिँ एकदमै राम्रो लाग्थ्यो कि. मैले 2-3वटा कुर्ताहरू निकालेर हेरेको थिएँ. हाउ इज इट. अनि यो वाला पनि एकदम राम्रो थियो डिजाइन, तर अलिक ठुलो साइजको थियो. सो यो चाहिँ मैले यतिकै छोडेँ, लिन चाहिँ लिएन, तर एकदमै राम्रो थियो है. 450 मैले यो सपबाट चाहिँ पहिला पनि लिइरहेको थिएँ. यहाँ चाहिँ एउटा अङ्कल हुनुहुन्छ कि, अन्नपूर्ण सपको साइडको सप हो यो चाहिँ. र अहिले चाहिँ हामी छौँ विशाल बजारमा. भाइको लागि ज्याकेटहरू हेर्दैछौँ. जाडोको कपडाहरू पुरै आइसकेको रहेछ. यु क्यान सी यस्तै स्वेटर, हाइनेक, जगर्स, कति धेरै जाडोको कपडाहरू आइसकेको रहेछ. अनि आकृषलाई चाहिँ एउटा विन्ड चिटर टाइपको ज्याकेट, न धेरै बाक्लो न एकदमै पातलो, ठिक्क टाइपको चाहिएको थियो. अनि कालो ज्याकेट ट्राई गरेको थियो कि. अनि मम्मीले चाहिँ 2-3वटा छ अझै कति किन्यो भन्दै कराउनु भयो. जस्ट ट्रायल गर्दैछौँ है अहिले चाहिँ. यु आर गोइङ टु ओन्ली लिसन माई भोइस इन टुडेज भ्लग, किनभने मैले चाहिँ आफूलाई फिल्मै गरेँ होइन आज चाहिँ. अनि यता साइडमा थियो हामीले विशाल बजारको मार्केट है अहिले एक्सप्लोर गर्दै गरेको चाहिँ. यहाँ चाहिँ ओखरहरू, भाइ मसलाहरू, कलर्स, त्यसपछि रङ्गोलीको लागि छुट्टै एउटा बट्टामा आउने रहेछ अहिले चाहिँ डिफ्रेन्ट कलर्सहरू, टिकाहरू, यस्तै कस्मेटिक आइटम्सहरू धेरै थियो. त्यही हेर्दैछौँ. र मम्मीले आफ्नो लागि कुर्ताहरू हेर्दै गर्नुभएको छ. यो डमीले लगाएको कुर्ता पनि कति राम्रो रहेछ. र यता मम्मीले चाहिँ बाला लिने भन्नुभएको थियो. अहिले चाहिँ सेटमा लिनुपर्ने रहेछ यो बाला चाहिँ. यो कस्तो डिफ्रेन्ट लाएर हेरेको कि मैले. फुलको बुट्टा पनि छ, ग्रिन, पिङ्क, रेड पुरै मिक्सवाला. यो चाहिँ अलिक डिफ्रेन्ट लाएर हेरेको. सायद लिनुहुन्छ होला मम्मीले यो. अरू ब्याङ्गल्सहरू पनि टन्नै थियो यो पसलमा चाहिँ, लाइक कलरफुल के, एकदमै जे चाहियो त्यही टाइप कस्मेटिकको ब्याङ्गल्सहरू पनि टन्नै थियो. र मलाई मन परेको चाहिँ यो सुज. जस्ट लुक एट इट, कति क्युट के. सानो खुट्टामा कति राम्रो देखिन्छ होला. यो ब्राइडल अथवा ट्रेडिसनल वेयरको लागि यो सुजहरू. मेरो फ्रेन्ड्सहरू, म्यारिड फ्रेन्ड्सहरूलाई स्पेसली, प्लिज गिभ मी गुड न्युज सुन. आई वान्ट टु गिभ दिस. र यता अर्को सेक्सनमा आयौँ हामी गाइज. रातो टिका निधारमा यस्तो लभ सेपवाला पानको पात सेपको टिका देख्नुभएको थियो हजुरहरूले. प्लिज कमेन्ट डाउन बिलो. मैले त अहिलेसम्म देखाएको थिइनँ, फर्स्ट टाइम देखा हो. यहाँ चाहिँ कलरफुल टिका, ठुलो सानो सबै साइजको थियो. अनि यतापट्टि यो पत्थरवाला टिका थियो. यो चाहिँ मैले पनि युज गर्छु. अलि ठुलो साइजको रहेछ यहाँ चाहिँ. र लुक एट दिस, एकदमै सानो क्युटवाला इयरिङ. यता साइडमा थियो अलिकति बिग साइज इयरिङहरू. म चाहिँ एभ्री कस्मेटिकमा जान्छु र इयरिङ नहेरी चाहिँ फर्किन्न के. जति इयरिङहरू किनिसके पनि एकदमै हेर्न चाहिँ मन लाग्छ. र यता थियो मेटल्सको ब्याङ्गलहरू. यो सिल्भर कलर, गोल्डन कलर, थोरै ब्ल्याकवालामा थियो. फेरि अगेन यता चाहिँ भाइको लागि ज्याकेट चाहिँ अझै पनि फाइनल भइरहेको थिएन. लुक एट दिस, यसले चाहिँ सुट गरेको छ है. बट यो चाहिँ अलिक एक्सपेन्सिभ थियो. अनि थोरै लेदर मटेरियलको थियो. यसले अलिक केयर गर्दैन कि भनेर चाहिँ हो, तर राम्रो चाहिँ देखेको थिएँ, सुट चाहिँ गरेको थियो. र लुक एट दिस कलर, अलिकति वाइट कलरमा थियो. यो चाहिँ
कलरमा चाहिँ ब्राउन भएको। र फेरि आयौँ हामी यता ब्याङ्गल्सहरूको सेक्सनमा। यो चाहिँ बाहिर नै राखेको थियो कि सपको बाहिरपट्टि, एकदमै कलरफुल ड्याङ्गलिङ टाइपको देखेको थियो। यु क्यान सी यो ब्ल्याकवाला चुरा पनि रहेछ यहाँ, अनि अरू अझै डिफ्रेन्ट कलर्सहरूको पनि थियो। पुरै भेराइटी नै थियो कि यो सपमा चाहिँ। भित्र चाहिँ अरू अर्नामेन्ट्सहरू, इयरिङ, नेकलेस, पुरै सेटहरू पनि थियो यो सपमा चाहिँ। यु क्यान सी यो चाहिँ कान्जीवरम साडीमा कस्तो राम्रो देखिन्छ कि यो, इट्स ब्युटिफुल। यहाँ चाहिँ पुरै सेप एन्ड साइज, लङ लिने कि सर्टवाला लिने सबै थियो। मलाई चाहिँ फर्स्टमा देखाएको मन परेको थियो एकदमै। प्राइस त्यही 1200-1500 को रेन्जमा थियो। र लास्टमा हामी पस्यौँ कस्मेटिकमा। तर कस्मेटिकमा चाहिँ हामीले धेरै नै सपिङ गऱ्यौँ है। पछि हल भिडियो हेर्नु होला हजुरहरूले। ओएमजी लुक एट दिस दिया। हजुरहरूले लक्ष्मी पूजाको लागि दिया खोज्दै हुनुहुन्छ भने यो दियोमा बत्ती बाल्नुभयो भने अफकोर्स लक्ष्मीजी हजुरहरूको घर भित्रिनुहुन्छ। सो सम्पर्क गर्नु होला ल। एनिवे एकदमै राम्रो थियो यो चाहिँ। यता साइडको मोमबत्ती छ नि डिफ्रेन्ट कलर्समा, यो चाहिँ मैले एउटा लिएँ यो सपबाट। र यता क्यान्डल्सहरू पनि थुप्रै थियो, झिलिमिली लाइट्सहरू, कलरहरू रङ्गोलीको लागि, अनि सुक्खा नरिवल। पुरै मार्केट डुलेर सबै सपिङ सकिसके पछाडि अहिले हामी खाजा खान बसेको छौँ। आज चाहिँ मलाई एकदमै नान खान मन लागिरहेको थियो। हामीले बटर नान अर्डर गऱ्यौँ, एकदम टेस्टी थियो। चटनी पनि वाउ दामी छ क्या यो सपको चाहिँ, यो होटलको चाहिँ। आखिरसम्म मैले चेयर्स गऱ्यौँ। सो द्याट्स इट, आज सपिङको लागि यति नै थियो। हल भिडियो चाहिँ अब एकछिनमा हेर्न पाउनुहुन्छ है हजुरहरूले। हेलो अगेन, लेट्स सी मैले मार्केटबाट के ल्याएँ है। वान बाई वान आई विल सो यु। इट्स अ हल भिडियो फर यु। पहिला सुरु लिएँ मैले नेल पोलिस रिमुभर। यहाँ चाहिँ सानो सानो कटन प्याडहरू हुन्छ फर 40 रुपिस। नेक्स्ट लिएँ मैले यो नेल पेन्ट, नेल जस्तै कलरको न्युडवाला मलाई चाहिरहेको थियो पहिलेबाट नै। र मैले यो लोटसको नेल पेन्ट लिएँ फर ₹100। नेक्स्ट इज यो सेटाफिलको मोइस्चराइजर। मेरो गर्मीमा चाहिँ एकदमै ओइली हुन्छ स्किन, अनि मैले यो सेटाफिलको युज गर्दिनँ। जाडोमा चाहिँ स्किन नै चेन्ज हुन्छ कि, लाइक कम्बिनेसन हुन्छ मेरो चाहिँ। सो जाडोको लागि भनेर मैले यो सेटाफिलको मोइस्चराइजर लिएँ। यसलाई पर्यो 880 आई थिङ्क। यो कस्मेटिकमा चाहिँ हामीले धेरै नै सामानहरू लियौँ। यहाँ चाहिँ प्रडक्ट पनि राम्रो हुन्छ र मिलाएर पनि दिन्छ कि, त्यहाँ पन्थी गल्लीभित्र हो। नेक्स्ट लिएँ मैले सेन्टेलाको सिरम। यो 30 ml को सानोवाला बक्स हो। यसको रिभ्यू ओएमजी मैले हेरेर चाहिँ अरू मान्छेहरूको पनि कस्तो इम्प्रुभ भएको छ स्किन टोन यताउति भनेर चाहिँ ट्राई गर्न लिएको हो। लेट्स सी के हुन्छ। आई गट दिस सिरम फर ₹1300। नेक्स्ट सिम्पलको टोनर, मेरो चाहिँ टोनर भ्याइए थियो, सो आई गट इट फर मी। यो अल्कोहल फ्री, प्याराबिन फ्री, नन कमेडोजेनिक टोनर हो। आई थिङ्क आई गट दिस टोनर फर ₹600। नेक्स्ट मैले लिएँ यो टिन्टेड सनस्क्रिन। मैले टिन्टेड सनस्क्रिन ट्राई गरेको थिएन अहिलेसम्म, कस्तो हुने रहेछ भनेर मैले यो डट एन्ड कीको 50 SPF 50+ वाला सनस्क्रिन लिएको छु। टिन्टेड यस्तो छ यसको सेड चाहिँ, स्किनमा राम्ररी नै एब्जर्ब हुने रहेछ। यसमा चाहिँ 3टा सेड आउने रहेछ, सेड 01, 02 र 03। मैले चाहिँ 03 सेडमा लिएछु फर ₹600। नेक्स्ट लिएँ मैले यही डट एन्ड कीकै वाटरमेलन सनस्क्रिन, नन टिन्टेड हो फर ₹600। नेक्स्ट चाहिँ यो फिक्स डर्माको सनस्क्रिन 50+ जेलमा हो। यो चाहिँ मम्मीले लिनुभएको थियो 900 नेक्स्ट यो भ्यासलिनको बडी लोसन 450 रुपिसमा आई थिङ्क। नेक्स्ट चाहिँ मम्मीले यो चुरा लिनुभएको हो, यो सेटवाला 250 भन्थ्यो, 200 लिएको। नेक्स्ट यो पफ आई थिङ्क कतिमा लिएको पफ बिर्सेँ मैले चाहिँ। अनि यो क्लचर पनि। अर्को मैले हिट प्रोटेक्टर लिएको छु, हेयर हिट प्रोटेक्टर। मैले चाहिँ स्ट्रेटनर कर्लरहरू युज गर्छु अचेल, सो टु प्रोटेक्ट माई हेयर फ्रम हिट यो लिएँ मैले 650 अर्को आइटम लिएको छु यो केराटिन हेयर मास्क, सानोवाला बट्टामा लिएको छु मैले 650 हो। यसलाई चाहिँ यसले हेयरलाई एकदम स्मुथ सिल्की साइनी बनाउँछ, राम्रो छ सानो बट्टामा। नेक्स्ट यो पिङ्कवाला सनसिल्कको स्याम्पू फर 400। नेक्स्ट यो पोन्ड्सको पाउडर। अर्को यो ब्याङ्गल 250 भनेको थियो अगेन यसलाई, अनि 200 लिएको। र यो अर्को रबर भन्छ है के भन्छ यसलाई, फुल पनि थियो यसमा चाहिँ, हातमा लगाउँदा पनि कस्तो राम्रो देखिएको छ। मम्मीले लिनुभएको यो चाहिँ फर 100 रुपिस। नेक्स्ट यो टेल कोम्ब
केही हेयर स्टाइलहरू गराउनु पऱ्यो भने यो टेलवाला कम्बले एकदमै इजी हुन्छ के। फर 100 रुपिस आई गट इट। नेक्स्ट यो स्पुली मेरो चाहिँ हराएको थियो अस्ति नैबाट कहाँ गयो कि, सो नयाँ लिएँ मैले 100 रुपिसको। नेक्स्ट यो मम्मीको सिन्दुर र अर्को चाहिँ मैले यो ब्राउन डार्क ब्राउन ब्याग लिएको छु है। यो चाहिँ कलेज स्कुल जानको लागि हो मैले लिएको खास। यहाँ चाहिँ लङ स्ट्र्याप पनि हुन्छ अनि स्पेस पनि धेरै नै छ र यसको भित्र सानोवाला पाउच पनि छ। यहाँ मैले मेकअप राखेको छु अहिले चाहिँ। इट्स गुड, यसको क्वालिटी पनि राम्रो छ। र अर्को हल भनेको यो सुजको हो। यो सुजले यो चाहिँ मैले तिहारको लागि भाइको लागि भनेर लिएको हो। यो क्याम्पस एडिडास क्याम्पसको सुज इन ग्रे कलर। यो लिए मैले 2150। यसमा चाहिँ सुलेस दुईटा आएको थियो, यो मोटोवाला सुलेस र अर्को यो पातलोवाला। र लास्टमा यो क्यान्डल मैले लास्टमा किन देखाएको भन्दाखेरि देयर इज अ स्टोरी बिहाइन्ड इट। त्यो हजुरहरूले सुन्नुहुन्छ नि बसमा जाँदा छाता बिर्सिने, केही सामानहरू धेरै लिएको छ भने त्यो सामान छोड्ने, यस त्यहीवाला स्टोरी छ। मैले चाहिँ यो कस्मेटिकमा अरू सामानहरू हेर्दै जाँदा यो क्यान्डल नै बिर्सेको थिएँ, त्यहीँ छुटेको रहेछ। यता बस स्ट्यान्डमा आइसकेपछि बल्ल याद आयो कि मैले त क्यान्डलै लिएको छैन, क्यान्डलवाला ब्यागै कता गयो भनेर। त्यो पछि म फेरि त्यो कस्मेटिकमा गएँ, कस्तो त्यहीँ काउन्टरमा नै राखिदिनु भएको रहेछ। यहाँ चाहिँ 50वटा के भन्छ क्यान्डल्सहरू छ। अनि मैले यो स्पेसली लक्ष्मी पूजाको लागि भनेर लिएको हो। त्यो यस्तो राम्रो पिन्ट्रेस्टमा देखेको थियो कि फुल एउटा भाँडामा पानी हालेर चाहिँ, अनि त्यो माथि यो क्यान्डल राख्ने भनेर लिएको खासमा। त्यो पछि पाएँ मैले कसो, मम्मीको गालीसाली पनि खाएँ। द्याट पर्सन इज मी, आई एम द्याट गर्ल। सो यस्तो गल्ती नगर्नु होला हजुरहरूले है। गल्ती गर्ने बानी छ भने ठुलो झोलामा सबै सामान एकै ठाउँमा हाल्नु होला। ओके द्याट्स इट। यो चाहिँ मैले पाएँ कसो, थ्याङ्क गड। द्याट्स इट फर टुडेज भिडियो। होप यु इन्जोय। बाई बाई, टेक केयर एन्ड सी यू।